एजुअल हामी 3 जना नै जान्छौँ जहिले पनि विकेन्डको प्लान बनाएर ड्राइभमा सरर गाडीमा मजाले भ्यू हेर्दै जाँदै त्यहाँको मजा लिँदै गइरहेको थियौँ। अनि जाँदा यसो भिडियोहरू खिच्यौँ हामीले। तर आज चाहिँ म अगाडि बस्न पाएन है गाइज। त्यहाँ चाहिँ हाम्रो साथी दिपु बसेको छ र फाइनली पुग्यौँ हामी लन्चेस्टन सिटी। एकदम ब्युटिफुल एन्ड क्वाइट सिटी अफ ताजमेनिया। कति राम्रो थियो यो ठाउँ पनि। अनि घुम्यौँ र हामीले पहिल्यै प्लान गरेर आएको थियौँ त्यहाँको सिनिक चेयरलिफ्ट लङ्गेस्ट चेयरलिफ्टमा जाने भनेर। अनि त्यहीँतर्फ गयौँ। त्यसपछि हामी त्यहाँ पुग्यौँ र पुगेर लाइन बस्दै गऱ्यौँ र अलिअलि भिडियो खिचेँ मैले। यो चाहिँ जर्ज सिनिक चेयरलिफ्ट लन्चेस्टन। अनि त्यसपछि खिच्यौँ 3 जनाको पिक्चर। फाइनली हामी त्यो चेयरलिफ्टमा बस्यौँ। अनि यो चाहिँ पछाडिको भिडियो हाम्रो साथीले खिचिदिएको। हामी हेर्नु न कति रमाइलो गरिरहेको छौँ है। त्यहाँको भ्यू नै यस्तो राम्रो थियो कि एकदम ब्युटिफुल। यो मैले खिचिरहेको चाहिँ माथिबाट त्यो भ्यू कति राम्रो देखिन्छ एन्ड इट्स सो सिनिक के लाइक नेचरको एकदम ब्युटिफुल ब्लेन्ड जस्तै थियो कि। अनि माथिबाट हेर्दा त झन् फ्रेस एयर होइन, माथि छुट्टै टाइपको रमाइलो लाग्ने कि। हेर्नु न कति ब्युटिफुल छ है। त्यस्तै हेर्दै मैले भिडियो बनाउँदै थिएँ। मेरो जुत्ता एज युजुअल यो चाहिँ मेरो फेभरेट जुत्ता हो। जहिले यही जुत्ता लाउँछु क्या म, कति कम्फर्टेबल छ। त्यसपछि मैले अलिअलि आफ्नो भिडियो पनि लिएँ। अनि खुसी हुँदै बसेँ। ह्याप्पी थिएँ म। अनि त्यसपछि भिडियोहरू लिएँ अलिअलि यो सिनको। त्यसपछि उसलाई मेरो हस्बेन्डलाई मैले कन्भिन्स गरेँ फोटो खिचौँ भनेर। 1-2टा क्लिक्सहरू पनि गऱ्यौँ। त्यसपछि हामी त्यहाँबाट निस्किने बेला मैले दिपुको भिडियो खिचेँ क्या। हेर्नु न एक्लै बसिरहेछ बिचरा। अनि त्यसपछि मैले जिस्काएँ एउटा गीत गाउँदै, अकेले हे त क्या गम हे भन्दै। जे होस् ऊ चाहिँ जहिले पनि हामीसँग घुम्ने साथी, जहिले पनि हाम्रो लागि टाइम मिलाएर आउने अनि जाम घुम्न भनेर प्लान बनाउने मान्छे हो कि। त्यसपछि गयौँ हामी स्विस सपिङ भिलेज। यो चाहिँ सानो एउटा सपिङ भिलेज जस्तो थियो भित्र। कस्तो राम्रो थियो क्या त्यो सिनहरू पनि, सानो घरहरू। अनि त्यहाँ चाहिँ सपिङ गर्ने ठाउँ, क्याफेज, रेस्टुरेन्ट्सहरू पनि थियो। अनि जाँदै गर्दा उनीहरू हेर्नु न जहिले पनि अगाडि जान्छ मलाई छोडेर, ठिकै छ। बट म आफैमा रमाइरहेको थिएँ। अनि त्यसपछि पुग्यौँ हामी गल्फ खेल्ने ठाउँमा। त्यहाँ चाहिँ कस्तो राम्रो घाम लागिरहेको थियो। म चाहिँ घाम ताप्दै बसेँ, हेर्दै त्यो गल्फ खेलेको हेर्दै बसिरहेको थिएँ। अनि फाइनली त्यसपछि हामीले खायौँ आइसक्रिम। त्यहाँको भ्यू हेर्दै आइसक्रिम खाएर फाइनली हामी घरतिर लाग्यौँ। थ्याङ्क्स फर वाचिङ। यो चाहिँ दिपुले खिचिदिएको पिक्चर्स हो कि, क्रेडिट त दिनै पऱ्यो नि होइन। ओके बाई।